यो हाम्रो यो रन्दा ब्लेड लाउने बेलामा तपाईको धेरै लामो पनि निकाल्नु हुँदैन। यो हाम्रो ब्लेड लाउने बेलामा तपाईको ब्लेड राख्ने यहाँ छ यो 3टा स्क्रु खोल्नुस् अनि 3टा स्क्रु खोलेपछि यो टक्क लाएर यसरी बसाल्नु यसलाई यसरी बसाल्नु यसरी हामीले राख्दै बेलामा तपाईको धेरै लामो चाहिँ निस्किनु हुँदैन। धेरै लामो निस्क्यो भने तपाईको यसमा ठोकिन्छ ठ्याक्क तास्ने गरी मिलाएर राख्नुस्। अनि तपाईको अलिकति ब्यालेन्स मिलाउन छ भने यहाँबाट लुज र टाइट गर्नु यहाँ घुमाउँदाखेरि तपाईको टक्क यो मिल्न आउँछ। तपाईको ठ्याक्क कतिको चाहिन्छ अलिक तलसम्म तास्न चाहिन्छ कि माथि तास्न चाहिन्छ यहाँबाट मिलाउन मिल्छ। यहाँ नम्बर पनि दिइरहेको छ कतिसम्म चाहिन्छ तपाईको 50 दिइरहेको छ अनि तपाईको 0.5 दिइरहेछ 1.0 दिइरहेछ अनि 0 cm दिइरहेछ। तपाईलाई कतिमा चाहिन्छ यहाँबाट चाहिँ मिलाउनु मिल्छ। तीर देखाइरहेछ तीरबाट यसरी मिलाउनु मिल्छ। यसरी मिलाएर हेर्नुस् मिल्छ मजाले मिल्छ। यो रन्दा हेर्नुस् हैन यो रन्दाको यो भाग छ तपाईको यहाँ नम्बर लेखिरहेको छ। तपाईलाई कति तल माथि चाहिन्छ कति लुज चाहिन्छ कति टाइट चाहिन्छ तपाईको यहाँबाट यसरी मिलाउन मिल्छ। अनि हामी यसरी मिलाउने बेलामा अब यो ब्लेड छ तपाईको ब्लेड अब यो हामी टाइट गर्ने बेलामा तपाईको कता जान्छ अनि लुज गर्ने बेला कता जान्छ यो हेर्नुस्। यो ब्लेड हेर्नुस् यो मिलाउने यहाँबाट हो तपाईको यो हामीले मिलाउने बेलामा नम्बर लेखिरहेको छ यसले तपाईको सामान्य काम पनि गर्छ अनि यो तपाईको यहाँबाट यसरी मिलाउन पनि मिल्छ। यसले ब्लेड मिलाउन तपाईको यसरी गर्दाखेरि टाइट हुन्छ यसरी गर्दा लुज हुन्छ। अब यो तल र माथि मिलाउने भनेको यसैबाट हो यसैबाट ब्लेड मिलाउने हो यसैबाट मिलाएर एकचोटि हेर्नु त यो तल र माथि गर्ने यसैले हो ब्लेड कति तपाईलाई तल चाहिन्छ कति माथि चाहिन्छ यसरी मिलाउने हो। यहाँ नम्बर लेखिरहेको छ हेर्नुस् यही हो।